साथीहरु आउटफिट चेक है युनिकुरो तर त्यतिकै भनेकै म चेक चाहिँ गर्दिनँ मैले चाहिँ आज बच्चाहरूलाई घुम्न लिएर जान लाग्यो यहाँ ओभेन्तो बनाएर यस्तो रेडी गरेको थिएँ क्या अनि ओभेन्तो बनाउने बेला चाहिँ ठ्याक्क आधा घन्टामा मैले सकेँ के चाहिँ बनायो होला हैन अनि म चाहिँ मोटाएर पेट कति महिनाको यो 3-4 महिनाको बच्चा जस्तो देखेको छ यहाँनिर चाहिँ अलि ओपन भइरहेछ है मलाई चाहिँ ओपन मन पर्दैन लाज लाग्छ कि आफूलाई कम्फर्टेबल हुँदैन कम्फर्टेबल भयो त लायो भयो हैन अनि आज मैले चाहिँ कपाल पनि मिलाएको अनि कपाल पनि मिलाएँ गाजल पनि लाएँ आइस्याडो पनि लाएँ अनि यो नभएको आँखी भाउलाई नि अलिअलि बनाएँ अनि यो ठड्डेको कपाललाई नि सुताएँ यति गर्दा मलाई हैन लगभग 45 मिनट लाग्यो अनि आज चाहिँ बुढालाई हेरेर लगाएँ क्या जापानिज मामुहरू जहिले चिरीच्याट्ट परेर हिँड्ने हुन त हाम्रो नेपाली मामीहरू पनि चिरीच्याट्ट परेर हिँड्नेहरू हुनुहुन्छ हैन हामी अल्छी के अल्छी म त केही गर्दिनँ म यतिकै राम्रो छु भन्दा पनि अल्छी के गर्दै नगर्ने कि अनि त्यही भएर म चाहिँ अलिकति आज चाहिँ अलिकति मेकअप गरेँ भनेर मलाई अरू लाउन आउँदैन कन्टुर के ब्लसहरू हैन यतिकै गाजल आइस्याडो अनि त्यसपछि कपाल अलिअलि बनाउने हो अनि यति है अब बच्चाहरूलाई चाहिँ घुमाउन लिएर जान लाग्यो यतिकै मास मोटाएर भइरहन्छ क्या आजकल अब यहाँ माथिबाट चाहिँ म आउटर लगाउँछु यो चाहिँ युनिकुरोको बेल्ट चाहिँ सिनको हो साथीहरू